सम्पूर्णलाई मेरो नमस्कार। हाम्री भान्जी बुहारी सहितको नमस्कार है। मेरो नाम रामचन्द्र आचार्य, मेरो ठेगाना पोखरा, वडा नम्बर 11 गाउँ। आज म हाम्री भान्जी कहाँ चाहिने यो मौरी हेरिनु पर्यो मामा भनेर कच गरे हुनाले आज म यहाँ हेर्न आइरहेको छु। मेरो विचारमा यहाँ बाहिर यसो हेर्दाखेरि निकै नै मह जम्मा भएको जस्तो मानेको छु, तर सुपर छैन। नभए तापनि यो मतलब थावरा कक्षमा नै धेरै मह भयो जस्तो मानेको छु। अब हामी हेर्न गइरहेका छौँ। म खासै म हेर्दिनँ, म सिकाउँछु मात्रै यिनलाई। त्यति राम्रोसित दोहोरिएकी छैनन् यी भान्जी, त्यही भएर म सिकाउँछु मात्रै। भान्जीले काम गर्छन्, यो कस्तो तरिकाले काम गरेकी हुन्छन् हेर्नु होला हजुरहरूले पनि। हाम्री भान्जीले काम गरेर हजुरहरूले पनि गर्नु होला, सिक्नु होला भन्दै म काम सुरु गर्न लागेँ, सिकाउन सुरु गरेँ है त। अब यसो गर्नु पर्यो, यसलाई पहिला खोल, यसलाई खोलेर अगाडिपट्टि राख, सुस्तै यसरी राख। हो ठिक यसरी नै राख। अनि यहाँका मौरीहरू सर्र उडेर यहाँ आफ्नो प्रवेशद्वारमा आउँछन्। यसलाई छोप, अब छोप, तर यसलाई डिस्टर्ब नहुने गरी छोप प्रवेशद्वारलाई। अब यसो फुकेर यसो हेर, यो खाली फ्रेम रहेछ, ल लिएर। अब म पहिला सुरु त मैले सिकाउनु पर्ने हो कि मैले गरेर देखाउनु पर्ने होला। म देखाउँदैछु, हेर्नु होला हजुरहरूले पनि राम्रोसँग। पहिला यसो गर्नुपर्ने हुन्छ, अनि यस्तो पनि गर्नु पर्यो, किनभने टाँसिएको हुन्छ नि त। अझै यसलाई हाम्रो फोटो खिच्ने नाचिनीले चाहिँ राम्रोसँग फोटो खिच्नु यता आइज त, नडराइकन आइज, राम्रोसँग खिच, हेर त, देखा त कस्तो छ, राम्रो छ नि। हात त्यसो नगर, मौरीले फेरि धम्चिन्छ तँलाई माया गर्छ, ठिक छ होइन। अब म एक एक गरेर छोप है, छोप। अब यसलाई यहाँ राखौँ, मौरीलाई नहल्ला, केही नि गर्दैन। यसो गरौँ, त्यस्तै गर्नुपर्ने होला नि त। फेरि मौरी के भने त फेरि बर्बादै होला, टोक्ला क्यार्ला, रिसाउलान्। किन रिसाउन पार्नु मौरीलाई, राम्रैसँग गरे पनि त भयो नि। अब हेर्नुहोस् है, ल हेर्नुहोस् है, मह भनेको यो हो पाकेको मह। यानि पाकेको भनेको कस्तो आगोमा पकाउने मह हो र मौरीले आगोमा हालेर पकाउने त होइन नि। पकाउने भनेको मौरीले यहाँ चाहिँ पानीको मात्रा 17देखि 20%मा पानीको मात्रालाई झारेर अनि बल्ल महलाई यसरी सिल गर्छन् मौरीहरूले। अब यो बल्ल यो मह भयो, यो पाकेको मह हो, यो पाकेको भनिन्छ, यसरी सिल भएको मह हो। यो मह जति राखे पनि 100औं वर्ष राखे पनि यदि राख्ने तरिका राम्रोसँग हामीले राख्यौँ भने, राम्रो भाँडामा राख्यौँ भने, सिसाको भाँडा या माटाको भाँडामा राख्यौँ भने मह 100 वर्षसम्म पनि यस्तै किसिमको मह केही हुँदैन भन्ने मान्यता छ। अब यतापट्टि हेरौँ कस्तो छ। आहा, यता पनि राम्रै रहेछ त हौ। ल हेर्नु कति राम्रो सिल भएको छ। अब यो बच्चा छैन, यो मह हामीले खाने, चोरेर खाने हो। अब यसलाई पनि यहीँ राम्रोसँग छोप्नु पर्यो। यसलाई समात तिमीले लौ। अब म अर्को फ्रेम हेर्छु कस्तो अवस्थामा छ, अनि बल्ल कुरो आउँछ है। आमामा, यहाँ पनि महै छ जस्तो छ त। हो त हो रहेछ, यहाँ पनि पुरै मह रहेछ, तर अलिकति यानि यो भनेको बच्चा हो। यो बच्चा अब कुनै तरिकाले बचाउनु पर्ने हुन्छ हामीले, त्यो मह त निकाल्नै पर्यो। यता पनि पुरै मह छ, अलिकति बच्चा रहेछ। यसलाई काटेर भए पनि हामीले फ्रेममा बाँधेर हामी बच्चा बचाउँछौँ, मार्दैनौँ। अब यसलाई पनि हामीले यहाँ राखौँ। पहिला रानो छ छैन त्यहाँ हेर तिमीले, रानो छ भने हामीले फेरि यहीँ भित्रै टक्टाउनु पर्ने हुन्छ। बाहिर टक्टिया भने रानो अलिकति अल्मलिन्छ। यहाँ पनि रानो रहेनछ, यसलाई पनि यहीँ राखिदिउँ, यसलाई यहीँ राखिदिउँ। अब अर्को फ्रेम हेरौँ कस्तो छ। हुन्छ, अरूका मौरी नछुने गरी राख्नुपर्ने हुन्छ। अब यसलाई पनि मैले हेर्छु कस्तो छ। यो त बच्चा रहेछ, डबल रहेछ। डबल भए पनि यसलाई केही छुन पाइएन। अब हामीले यहाँ चोरेर खान मिल्ने मह चाहिँ छैन मेरो विचारमा, छैन। मेरो विचार होइन, सबैको विचारमा है, छैन। यहाँ टुक्राहरू है, यसलाई थोरै खडुक काटेर यसो गर्छु, अनि यसलाई निकालेर यसो गर्नुपर्ने भयो। ल यसलाई समात, मौरी धार, ल त्यसलाई ठेगान लाएर राख। अब मैले हेर्नुपर्ने भनेको कहाँ हो भनेर भन्दा अलिकति धागो पनि ल्याउनु पर्ने भयो है।
धागो लिएर आऊ म यहाँ है यहाँ कस्तो छ अवस्था हेरौँ। अब यहाँ पनि मही म छ, यो पनि निकाल्नै पर्ने भयो। ए बच्चा रहेको भयो, यसलाई निकालिनँ मैले, यो मही भएको छैन। ठिक छ, अब यसो गरौँ। छैन भइहाल्यो। अब यहाँ म नै छैन 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 होइन, तल सबै पुरै बच्चा बच्चा छ, म छ तरै बच्चा बच्चा छ। हामीले यसलाई बिगार्नु भएन। यसरी समाउँदा पऱ्यो तिमीले, फेरि यसरी समाउल। अलि उकालो। अब हामीले यो बच्चा भएको डबल रहेछ, हामी यसलाई काटेर अर्को फ्रेममा राख्छौँ। अनि राखिसकेपछि यसरी गर्छौँ है हामीले। यो अलिअलि त बच्चा काटिनु नि भयो होइन, केही फरक पर्दैन। तर अरू हामीले बच्चा बचायौँ भने यही ठुलो कुरा हो। यसलाई यसो गर्नुपर्ने हुन्छ, यसलाई यसो गर्नुपर्ने हुन्छ, यसलाई यहाँ राख्नुपर्ने हुन्छ। अब यसलाई यहाँ राखौँ, यसरी राखौँ, यसरी समाउँछ। यसरी बानी तरिका तपाईँलाई मैले सिकाउँछु है। बानी तरिका पनि हेर्नु होला। यस्तै किसिमको चाहिँ चाकाहरू रह्यो बच्चा भएको चाका भने फ्याँक्नुहुन्न, मास्नुहुन्न बच्चा भएको चाकालाई। तपाईँहरूले एउटा धागो यतापट्टि लैजानुहोस्, एउटा यता ल्याउनुहोस्, अनि यसो गर्नुहोस्, अड्कल गर्नुहोस्, कतिमा बाँध्दा ठिक्क हुन्छ। अनि यसरी बाँध्नु होला। यी हेर्नुहोस् है, पक्नुहोस् है, यहाँ बिग्रियो। कहाँनिर बिग्रियो भन्दा डबल धागो थियो, मैले एउटा मात्रै समातेँ, अलिक उचाल्नु पऱ्यो। अनि यसरी यसरी हामीले यदि बाँधिदियौँ भने यो मौरीले चाकालाई यहीँ ल्याएर जोड्छ, पछि आफूले मर्मत गर्छ। अनि मरेको बच्चाहरू पनि उसले फेरि आफै फ्याँक्छ। यसरी गऱ्यौँ भने यो काम लाग्यो। अब यसलाई निकाल्नु पऱ्यो। यसलाई निकालिसकेपछि यसो गरौँ। अब यसलाई पुरै उचालौँ, पुरै अरू सबै होस् भने। अब सबै यहाँ मह पनि छ, तर बच्चा भएको कारणले हामीले काट्न मिल्दैन। बच्चाको धेरै नोक्सान हुन्छ, त्यही भएर नकाटौँ। कि बच्चा मास्ने त कुरो भएन नि, मास्ने हो धेरै आँट्दै छन् र। त हेरौँ हेरौँ है त। यहाँ त छैन बच्चा काट्छु। बच्चा छ खै छैन, यसमा रहेन त्यो बरु बच्चा। तिमीले फ्रेम चाहिँ राम्रोसँग नराख्नाले एक फ्रेम अर्कोमा जोडिएको देखियो। ल हेर कसरी जोडिएको छ। जम्मै त्यसरी हुँदैन, यो यसरी बच्चा मास्न पाइँदैन। म बच्चा मास्न दिन्न, यो पुरै बच्चा हो। त्यो चाहिँ निकाल्न मिल्यो, निकालिहाल। यसरी बच्चा रहेछ, यो बच्चा मास्न पनि पाइँदैन, म दिन्न। बच्चा मास्न कसैलाई पनि दिन्न, मेरो लागि पुगेसम्म। यसरी काटौँ। ल काट त, काट। अब निकाल, भुटेर लिएर जाने बस। अब यसलाई यसरी यो टेढो छ नि फ्रेम, यसलाई हलुकासँग यसलाई हातले यसो गर्नुपर्ने हुन्छ है। यसरी अब एकैछिन यसलाई समाउनु पऱ्यो माथिपट्टि। भयो एक दिन छोडिन् भयो भयो भयो। ल ल ल त्यहाँ पनि सबै बिग्रेछ। डबल छ, यसलाई छोडिदिनु। एकैचोटि बजाइ दिनुहुन्छ त घाट छोड्यो। अब अर्कोपटक पनि हामीले सुझाउने क्या। हामीले अब यसो गर्दैछौँ, यसलाई यतापट्टि घुचेर्छौँ। अनि अर्को एउटा फ्रेम छ नि, त्यो कारण के हो भन्दा हामीले फ्रेम राख्ने तरिका नमिलेर नि हो। अब यसलाई यसो गरौँ। अब हामीले के गर्नुपर्छ त भन्दा हामीसँग ब्रस छैन नि त। ब्रस नभएका कारणले हामीले अहिले यसरी छोपौँ। अब यो भोरी मौरी रहेछ, यसलाई केही नचलाउँ, यसलाई यसरी झर्कादिउँ अनि पुग्ने। यो मौरी मरिसकेको हेर, राख्ने क्रममा ब्रस चाहिन्छ। त्यही भएर ब्रस भयो भने मुखले फुक्न पर्दैन थियो।
ग्रोथ नभएको कारणले हामीले मुखले फुक्नु परिरहेको छ। यसलाई लिन सक्छौँ बाबु बेला मौरी कति पनि छैन, यसलाई भित्र दौडाइहाल्नु पऱ्यो। अब यसलाई पनि यहाँबाट मौरी गइसकेको छ। अर्को खाली फ्रेम छ भने फ्रेम बच्चा भएको हामीले बाँध्नुपर्ने हुन्छ। धागो तयारी गरौँ। यति बच्चा भयो भने हामीले किन मास्नु राखिदिइहालौँ। आखिर टोक्दो त रहन्छ नि नातिनी होइन, नटोक्दो रहेछ नचलासी। एउटा विश्वास त भयो नि। अब हामीले बच्चालाई मार्दैनौँ है, हामीले यसरी काट्छौँ, यसरी गर्छौँ, यसो गर्छौँ। तर हेरौँ समाउ यसलाई हातले समाउ टुट्यो। ल ल छोड्दो यति छोड्दो यो छोड्यो नि हुन्छ बाँधन भयो। यसलाई राख यो ल, यसलाई राख त बरु यसलाई राखिहाल। छोडिदिनु मामा चुप खानुहुन्छ कि बच्चा खान्छौ खा ल खा गयो। अनि दबाई के अब हजुरहरूलाई मैले भान्जी बुहारीलाई जुन काम सिकाएँ हजुरहरूले पनि अब गर्न पक्कै पनि सक्नुहुन्छ होला। हजुरहरूलाई मैले सिकाएको कस्तो लागेको छ, यदि हजुरहरूलाई राम्रो लागेको छ भने हजुरहरूले धेरैभन्दा धेरै अरू कृषकज्यूहरूलाई पनि सिकाउनु होला। हजुरहरूले सिकिसकेपछि आफूले जानेका कुराहरू सबैलाई यहाँ सिकाउनु पर्ने आवश्यक छ। अब यति भन्दै अरू मौरीका बारेमा हजुरहरूलाई केही जानकारी चाहिएको छ भने 98 60 53 12 24मा सम्पर्क गर्न सक्नुहुनेछ भन्दै यहाँहरूबाट हामी बिदा चाहन्छौँ। हस्त नमस्कार, फेरि भेटौँला है त। हस्त नमस्कार।